2015 को भूकम्पमा 9000 मानिसहरूको मृत्यु भयो, तर भित्री धुवाले हरेक वर्ष 22000 मानिसहरूको मृत्यु हुन्छ। शम्भु अधिकारी सिमलटार हेटौडाबाट हुनुहुन्छ। उहाँ एक पूर्व शिक्षक हुनुहुन्थ्यो जसले मकनपुर स्थित प्र्याक्टिकल एक्सनमा सहयोग पुर्याउनुहुन्छ। उहाँले चिम्नी, स्मोक हुड र सुधार चुलो बनाउनुहुन्छ जसले स्वस्थ खाना पकाउने वातावरण दिन्छ। 2016 देखि उहाँले आवासुकासँग सहयोग पुर्याएर भीमफेदी क्षेत्रमा पहिलो चिम्नी बनाउनु भएको छ। यो पहिलो नमुना चिम्नी तल्लो सुपिङ भीमफेदीमा बनाएका छौं। अब हेरौं शम्भुजीले हरे रामलाई यसको बारेमा के भन्नुहुन्छ। यो चिम्नी बनाउनलाई सुरु गर्नु भएको रहेछ। अनि हजुरले कति वर्ष अगाडिदेखिबाट यो चिम्नी बनाउन स्टार्ट गर्नुभयो, सुरु गर्नुभयो? यो हामीले सुरु गरेको 4 वर्ष भयो। 4 वर्ष भयो। अनि हामीले यो चिम्नीको यो माथिबाटको भाग हो यो, होइन? अनि भनेपछि यसको बारेमा केही बताइदिनुहोस् न। यो छानाभन्दा माथि रहने एप्रोन भन्ने हुन्छ। हजुर, कुन चाहिँ हो एप्रोन भन्ने? यो जस्ताको छेपेको। हजुर, जस्ताभन्दा मुनिपट्टि हामीले यो काटेर यसलाई छिराइन्छ, यसलाई एप्रोन भनिन्छ। यो एप्रोनसँगै जोडिएको यो पाइप हुन्छ, यसलाई एप्रोन पाइप भनियो। र एप्रोन पाइप भन्दा माथि कुन एप्रोन पाइप भित्र छिर्छ? यही भयो। र यसको याभन्दा माथि केही ठाउँ स्पेस खाली हुन्छ धुवा बाहिर भाग्नको लागि। र त्योभन्दा माथि हुने यसलाई क्याप भनिन्छ। यो चाहिँ क्याप हो। यो चाहिँ यसले चाहिँ पानी आउँदाखेरि छोप्ने भयो अनि धुवा बाहिर यहाँबाट जाने भयो। यहाँ त्यो होल हुन्छ। पहिला हामीले एप्रोनलाई राम्ररी देखेनौं किनभने त्यो माथि नयाँ जस्ता राखिएको थियो। अब राम्ररी देख्न सक्नुहुन्छ। यो तपाईको हाइट यो जुन छ नि एप्रोन, यहाँबाट माथितिर हाइट चाहिँ कति हुन्छ? यसको मिनिमम 2 फिट। 2 फिट हुनुपर्छ। यो हाइट भए पनि 2 फिटै हुनु पर्यो। योभन्दा पनि हाइट जति हाइट पनि राम्रो हुन्छ। तर कहिलेकाहीँ चाहिँ हावा बढी लागेको ठाउँमा चाहिँ बढी आफ्नो हुँदैन। त्यही भएर चाहिँ यस्तो छ नि यो 2 फिट राखेको। यसलाई यो 2 फिटको ठाउँमा 6 फिट भने के फरक परेन। छानाको उचाइ भन्दा चिम्नीको उचाइ न्यूनतम 2 फिट भन्दा अग्लो हुनुपर्छ, जसकारण हावाले चिम्नी भित्रको धुवालाई तानेर बाहिर पुर्याउन मद्दत गर्छ। अनि यो छ नि हामीले यसलाई धुवाहरूको कारण गर्दाखेरि फोहोरहरू मैले बसिरहेको हुन्छ, यसलाई के सफा गर्नुपर्ने सुन्तान के? यसलाई सफा गर्नलाई एउटा लठीले मुनिपट्टि त्यो जहाँ चुलो छ नि त्यहाँ बोराको राखिने अनि यहाँ ट्याक पारेर गरिदिने सरल जान्छ। यसलाई त्यो सफा गर्नु एकदम सजिलो छ। र अर्को पनि तरिका छ, एउटा कपडालाई धुलोमा बाँध्ने अनि त्यसपछि माथि उन्नन गर्दा नि हुन्छ, माथि बस्नु लाग्छ। भनेपछि अनि यो गाउँघरमा कतिको प्रभाव पर्दै आइरहेको छ आजसम्म? यो प्रयोग गर्ने मानिसले चाहिँ प्रयोग गर्ने मात्रै खुसी छन्, होइन? हामी ठिक के अरे निर्णय गरेछौँ भन्ने सोचेका छन्। जसको हिजोको खाना किन्नु हाँसाको रोगहरू थियो त्यो आज छ नि औषधि किन्नु जानु परेको छैन भनेको छ। अनि हामीले त सुन्नमा आएको छ कि यो एउटा विदेशी एउटा प्रोजेक्ट जुन आवासका प्रोग्राम भीमफेदीमा आएको छ भन्ने सुनेका छौँ। उनीहरूले पनि यो हजुरसँग सहकार्य गरेर बनाउन थालेको छ भन्ने कुरो सुनिन्छ कि यो त्यहीबाट बनाइएको?
यो त्यसमा उहाँहरूको पनि सहयोग थियो यो हजुर र त्यसपछि आएर चाहिँ उहाँले चाहिँ घरवालालाई चाहिँ थोरै पैसा अर्थात् उहाँहरूले सहयोग गरेर यो बनाइदिएको हो। पहिला सुरुमा यो एउटा डेमोन्स्ट्रेसन पनि हो गाउँको लागि र यो एउटा नमुनाको रूप पनि भयो। अनि यो भेगमा अहिलेसम्म खासै त्यस्तो प्रयोगमा आएको छैन, बनाएको छैन। अब बनाउने कुरा छ, बन्छ भनेपछि प्रभाव राम्रो छ। यो चाहिँ पहिला सुरुमा बनेको हुनाले अब योभन्दा पछाडिको चाहिँ अरू भनेको फलोवर्सहरू आउँछ। अनि यसलाई यही नै यत्रै बनाउनु पर्ने भन्ने के छ त्यसको यहाँ? ठुलो बनाउँदाखेरि धेरै काट्नुपर्ने भयो। यति गर्दाखेरि चाहिँ यहाँभित्रको धुवा चाहिँ 80%सम्म फाल्छ भन्ने कुरा हो। 80% फाल्छ। चिम्नीले 80% धुवालाई बाहिर पुर्याउँछ। हामीले माथिको बारेमा हामीले त्यो चर्चा गरेको थियौँ। त्यसै गरी हामी अब यो चुलोको स्वयं भित्रको कुरा चर्चा गर्ने छ। त्यसमा चाहिँ हजुरले यो चिम्नीको बारेमा चाहिँ यसो संस्कृति कसरी बनाउँदा प्रभाव हुन्छ र के गर्नुपर्छ, यसलाई कुन साइजमा बनाउँदा ठिक हुन्छ, यो साइजले हो कि होइन ठिक, अथवा यसलाई चाहिने सामग्रीहरू के हो, यसबाट लागि जाने कसरी जान्छ भन्ने एउटा केही जानकारी दिनु। यो हामीले जुन प्रोटिनमा यति राखिन्छ, यो प्रोटिनमा राख्नको लागि चाहिँ यसको सबभन्दा पहिला फायर गेटबाट हामीले दाउरा राख्नुपर्ने हुन्छ। फायर गेटभन्दा मुनिपट्टि 2 इन्च चाहिँ हावा खेल्ने ठाउँ हुनुपर्छ। 2 इन्च भनेको त्यो हाम्रो रड मुनि। हजुर, रड मुनि खरानी खेल्नुपर्छ। अनि त्यसपछि त्यहाँबाट गएको हावाले चाहिँ त्यसलाई चाहिँ खानेर यो दाउरा राम्रोसँग बनाउन सहयोग गर्छ। यो चुलो बनाउनको लागि हामीले आफै बनाएका 100वटा इँटाहरू प्रयोग गरेका छौँ। यो गरेपछि यहाँ 2वटा सामान भाँडा बसाल्न मिल्ने यसको चाहिँ 3 चम्चा बनाउन सकिन्छ। र 3 चम्चा बनाइसके पछाडि यो एउटा एक ठाउँबाट दाउरा हामीले हालेको दाउराले दुवैपट्टि बराबर यसको चाहिँ आगोको तापको ताप हुन्छ र दुवैतिर सँगै दाल र भात अर्थात् भात र तरकारी सँगसँगै काट्छ। त्यही कारणले गर्दाखेरि टाइम बचत भयो। यदि यहाँबाट पल भइदिएको भए त्यसलाई डबल टाइम लाग्थ्यो भने दुईवटा पल भएको बेलाले चाहिँ खाना पकाउने मान्छेलाई आधी टाइम लाग्थ्यो। आधी टाइम लाग्थ्यो भनेको उहाँले बाँधिरहेको टाइम अन्त लगाउनु पनि पाउनुहुन्छ नि त पकाउने मान्छेले, र दाउरा पनि अलिकति यसमा बाँच्छ। भनेपछि यसको समय पनि बचत भयो, बचत भयो, दाउरा बचत भयो, दाउरा पनि बचत भयो, खाना पनि छिटो पाक्ने भयो। अनि हजुर यो दुईटै चुलो नै बनाउनु पर्छ भन्ने छ कि अथवा एउटा बनाउँदा नि एउटै बनाउनु मिल्छ? यसलाई तपाईँको 3टासम्म बनाउनु मिल्छ। होटलहरूमा प्रायः 3टा बनाउँछ, 3टासम्म बनाउनु मिल्छ। एउटा पनि मिल्छ, 3 पनि मिल्छ। सुधार खाना पकाउने चुलोमा 2वटा चिज एकैचोटि पकाउन मिल्छ र यसले अरू चुलो भन्दा 40% दाउराको बचत गर्छ। धुवा अहिले तपाईँ प्रायः यो माथि लगाएको भएदेखि धुवा सबै यही भित्र हुन्थ्यो। अनि त्यो धुवा पनि माथि गएको छ। र यो चाहिँ यहाँदेखि यहाँसम्म चाहिँ धुवा प्रदर्शन गर्नको लागि यो हुडले धुवा प्रदर्शन गरेर पाइपमा पठाउँछ। पाइपमा पठाउँछ र त्यो पाइपले फेरि अर्को माथिको एप्रोन पाइपमा पठाउँछ। र यो तलको बेसले चाहिँ यो यति खानेकुरा हुन्छ नि, यसलाई चाहिँ धुलो खारो नपरोस् भनेर यसले चेक पनि गर्छ। पहिला यो नराख्ने पनि चलन थियो, त्यो राखिन्छ, पहिला राखिँदै थियो, मात्र यो हुडले चाहिँ राखिन्थ्यो। हजुर, यो चाहिँ पछि हामीले यो संस्थाले तपाईँको जुन राख्ने निर्णय गरेको थियो यसलाई अझ राम्रो भयो। त्यसको फाइदा बेसी भयो। र यहाँभित्र चाहिँ हामीले यहाँ एउटा ड्ररमा हामीले यहाँ चाहिँ मासु सुकाउनु पनि राखिन सकिन्छ। त्यो पनि स्ट्यान्ड पनि काम गर्नु भयो। ठिक छ। यसलाई अनि यो साइड छ नि, हाम्रो यो साइडहरू चाहिँ माटोले लिप्ने पुग्ने गरेको छ है। यो चाहिँ खास के लाग्छ भनेर होइन, माटो यसमा खरानी गरेर राम्रो हुन्छ होइन। खरानीले गरेपछि खरानी चाहिँ भोलि यसलाई चाहिँ झार्नु पनि सकिने हुन्छ। हाम्रो यहाँभित्र त हाम्रो माथिबाट त यो पानी छ नि, पानी पिउने समस्या केही छ? पानी पिउने समस्या तपाईँको चाहिँ त्यो एप्रोनलाई मिलाएर राख्नु पर्यो। जुन अघि नै भनिएको त्यो जुन एप्रोनको मिलाएर राख्नु पर्यो। एप्रोनको वरिपरि तपाईँको चाहिँ 1-2 वर्षमा चाहिँ कोटिङ हुन्छ र त्यसको सिलिकन भन्ने चाहिन्छ, सिलिकन हुन्छ। एप्रोनमा पाल परेको अवस्थामा पुटिङ र सिलिकन लगाउन सक्छौं।
अनि हाम्रो यो जुन यहाँ यो के हालेको छ नि यो के हाल्नै पर्ने अवस्था हो कि यो नहाल्दा नि यो जुन ग्यासमा हालिन्छ हजुर यो यहाँ पनि चुलामा पनि प्रयोग गरियो त्यो पकाउनमा सही होस् भाँडा नपर्ने भन्ने हिसाबले हो भाँडा पनि हुन्छ त्यसको चम्चा खाइ हुन्छ अनि हजुर यहाँ कुनै पनि परिकारहरू बनाउँदाखेरि के असहज हुन्छ कि हुँदैन किनभने तपाईँले मुहाँ बसेर एउटा पकाउने मान्छेलाई पनि त्यो 12 इन्चीको हाइट राखेको छ यहाँबाट यो 12 इन्चीको हाइट चाहिँ पकाउने मान्छेलाई पनि यो ढाड हाम्रो एउटा परम्परा छ कि कस्तो नेपाली समाजमा कस्तो परम्परा छ एउटा यो जाडो समयमा मानिसहरू चाहिँ चुलोको वरिपरि बसेर आगो ताप्ने प्रचलन छ जुन यो प्रचलनको लागि चाहिँ हामीले पहिलाका चुलाहरूमा चाहिँ वरिपरि तिनैतिर बस्ने सुविधा छ तर यसमा चाहिँ के छ ल त्यसैमा त्यो भयो होइन त्यसलाई आगो ताप्ने चुलो पनि हुन्छ होइन त्यसको लागि चाहिँ त्यो भान्साको साइज भान्साको त्यो प्रकृति अनुसार हामीले यताबाट झ्याल पनि राख्न चाहिन्छ फेरि अर्को बनाउने झ्याल पनि राख्न चाहिन्छ त्यो आगो ताप्नको लागि आगो ताप्ने गर्मी महिनामा बन्द गरिदिनु जाडो महिनामा कता त्यहाँ बसेर आगो ताप्न सकिन्छ तिनतिरबाट आगो ताप्न सकिने भयो यहाँ आगो ताप्न मिल्यो खाना पकाउन मिल्यो यो यसको जुन यसको यो तापेको राख्ने पनि केही हुने भयो यहाँबाट चाहिँ दुईटा कब्जा राखेर काटेर त्यसपछि यहाँ झ्याल पनि बनिन्छ यो चुलोले जाडो महिनामा मानिसहरूलाई न्यानो दिन्छ र बाहिरी आगोबाट हुने खतराबाट पनि बचाउँछ यसमा धेरै राम्रो उपयुक्त छ यो भनेपछि तपाईँले यो एउटा बनाउनु भएको छ जुन तिमीले हजुरले योगदान छ यसमा ठुलो सायद यो छ नि यस्तो यो यही नै राख्न पर्ने हुन्छ कि अरू अन्य केही छ कि यसो डिजाइन यही नै छ कि अनि यसलाई के छ भने धुवालाई यसले क्याच गरेर पाइपमा पठाउने हो होइन यसलाई उल्टो घोट्याएको टोली भनिन्छ टोली उल्टो छ होइन अनि यो यस्तो प्रकारको भयो भने यसले धुवा बढीभन्दा बढी क्याच गर्न सक्ने अनि त्यो बढीभन्दा बढी धुवा क्याच गर्नको लागि यही नै त्यस्तो चाहिँ त्यस्तै यो सोलीको आकार भएकोले धुवा धेरै बाहिर जान्छ हिलपेरीमा एउटा क्याटालाइन प्रोजेक्ट छ जुन प्रोजेक्ट आवासका प्रोजेक्ट भनेर एउटा देवीमा बसेको छ त्यसबाट तपाईँले सहकारी गरेर यस स्थानमा चाहिँ यस्तो चिउनीको प्रयोग गर्नुभयो जस कारणले गर्दाखेरि यहाँका बालबच्चा बुढाखाडा महिलाहरूलाई चाहिँ यसले धेरै नै राम्रो गरेको पाइएको छ कि छैन चुलो भनेपछि तपाईँको चुलोमा धेरै टाइम बस्ने हुन्छ महिलाहरू नेपालको कन्टेक्समा महिलाले खाना बनाउँछ महिलाहरू चाहिँ एक दिनमा चाहिँ 2 घन्टा खाना बनाउनु एक घन्टा खाना बनाउनु 3 टाइम बस्दाखेरि पनि 3 घन्टा बस्नु गर्ने भएको हामीले गर्दाखेरि महिला र महिलाको काखमा हुनुपर्छ पनि अनि यो यसबाट चाहिँ धुवाबाट चाहिँ मुक्त भएको छ अहिले यहाँबाट हामीले धुवा अहिले बलिरहेको आगो धुवा कमै देखिरहेको छ 20% हुन्छ 20%ले केही नोक्सान हुँदैन अब सुनौं चिम्नी नमुनाको प्रयोगकर्ताबाट हरेरामजीको बुवा श्रीमान उहाँलाई चाहिँ हामीले यस चिम्नी बारेमा चाहिँ केही सरसल्लाह लिनुपर्ने भएको कारणले गर्दाखेरि उहाँ दमको रोगी हुनुहुन्छ जस कारणले त्योभन्दा अगाडिको चुलोमा दमको रोगीलाई कतिको असहज थियो अहिले कतिको सहज भइरहेछ भनेर चाहिँ हामी जानकारीलाई उहाँलाई पनि हामीले यस चिम्नीको बारेमा हामी केही सोधपुछ गर्दैछौँ नमस्ते तपाईँलाई अनि हजुरलाई चाहिँ फोक्सोको प्रब्लम छ भने चाहिँ यसले कतिको प्रभाव पारिरहेछ धेरै गरेछ फाइदा गरेछ अनि अहिले के फोक्सोमा त्यति असजिलो गाह्रो बस्नलाई छैन अनि यो त जाडो समयमा त फेरि धेरै आगोको छेउमा बस्न पर्ने हुन्छ अनि के छ अहिले धुवाले के असर गर्ने त्यति हुँदैन त्यो अर्को चुला जस्तो यसमा यो चुलामा चाहिँ बेसी धुवा हुन्छ बाहिर धुवा रुमालिन्छ यो रुमालिन्छ अनि यो चुलामा के तपाईँले पनि कहिले पकाउनुहुन्छ पकाउने अहिले पकाउँदाखेरि केही अप्ठ्यारो हुँदैन अप्ठ्यारो अनि यो भनेपछि यो पहिले पनि धेरै अगाडि हुनुपर्ने रहेछ त्यसमा यो चिम्नी धेरै अगाडि यो बुढाखाडा दमको रोगीलाई धेरै राम्रो हुन्छ आँखाहरूको लागि धुवा पिरो बढी आउँदैन दाउरा कतिको लाग्छ दाउरा नि ठिकै हो दुईतिर पाक्छ अहिले बढी लाग्यो पनि दुईतिर पाक्ने हुन्छ
राम्रै हुन्छ। त्यो पहिला आएको आधुनिक चुलो भन्दा यो चुलो उपयुक्त छ। यो राम्रो छ। पहिला त्यो अस्ति नै हाम्रो महिला यो उसले चाहिँ बनाएका थिए महिला जागिरबाट त्यो चाहिँ अलि ऊ छ, बाहिर धुवा बढी आउनु आउँछ भित्र। यो बाहिर 80 भन्दा बेसी नै भित्र जान्छ। 20% जति बाहिर फ्याँकेको छ। 20% भित्र यता बाहिर फ्याँकिया हुन्छ। अरू चाहिँ 80% बाहिर उता गयो। स्वास्थ्यलाई असर गर्दैन। यो बनाउनलाई चाहिँ अरूले बनाउन चाह्यो भने हामीले कसरी सरसल्लाह दिन सक्छौँ त? सरसल्लाह यसै गरी यो खालको बनाउनु त्यो यसले राम्रो देख्छ। अनि अब आफ्नो स्वास्थ्यको लागि पनि राम्रो हुन्छ। यो सबैलाई आवश्यक कुराहरू। यो अलि के छानो होचो भएर खानु होचो भयो। सानो होचो भएर जस अग्लो जति भयो त्यति राम्रो हुने भयो। त्यति राम्रो सबै जाने भयो अग्लो जति। ल ठिक छ, यो तपाईँले राम्रो काम गर्नुभएको छ। यो विदेशीले एउटा उपयुक्त काम गरेको छ। आवाज सुकाबाट होइन त? आवाज सुका भीमवेदीमा छ त्यो अफिस। भनेपछि अब यदि अरूले चाह्यो भने त भीमवेदी आवाज सुका गएर यो लिन सक्छ। सम्पर्क गरेर राख्नुपर्छ। अब केही आफूले गर्नु पनि पर्ने होला। के छ त्यो उहाँहरूको सल्लाह बमोजिम काम हुन्छ। र अब हरेरामजीको आमाबाट यो चाहिँ हाम्रो चिम्नी 2 वर्ष अगाडि चाहिँ बनाएको थियो। अनि यो भन्दा अगाडि यो चिम्नी थिएन। अहिले कतिको धुवाँहरू आइरहेको छ, के भइरहेछ त? धुवा छैन। अनि धुवा यसबाट चाहिँ के फाइदा छ त? अहिले फाइदा के भइरहेछ? फाइदा राम्रो भइरहेछ। राम्रो भइरहेछ। अनि पहिला कस्तो थियो? पहिला त धुवा भएर मुखमै पुग्नु पर्यो, मुटुमै। अनि के अहिले कस्तो छ? आँखा साखा पोल्दैन। अनि के छातीभित्र केही छैन। अनि यो के यताउति पोट्न पर्ने अवस्था छ कि छैन? कालो हुन्छ हुँदैन? अनि यो चुलो छ नि, यो दुइटै चाहिँ नि दुइटै युज हुन्छ। दाउरा कतिको लाग्छ? लाग्दैन अहिले, लाग्दैन। अनि तपाईँलाई अहिले कस्तो फिल भइरहेछ यो बनाइरहेको? यो बनाएपछि त राम्रो भइरहेछ मेरो। र अहिले आनन्द छ। अनि यो यहाँबाट माथि धुवा माथिसम्मै जान्छ होइन त? अनि यो अरूलाई यो अरू अन्त बनाउनु पर्यो भने के बनाउन यो यसरी नै बनाउँदाखेरि राम्रो हुन्छ? राम्रो हुन्छ। यो बुढाखाडालाई सबभन्दा राम्रो, सबैलाई राम्रो हुन्छ। यहाँ माथि महिलाले बनाउने भनेर यो कुरा गरिरहेछ। अर्को एकजनाले पनि बनाउने भन्नुभएको छ। अर्को एकजनाले पनि बनाउने भन्नुभएको छ। कान्छाले नै बनाउने भनेर अर्को एकजना। ल ठिक छ। भनेपछि अहिले समग्र भन्नुपर्दा चाहिँ राम्रो छ। तपाईँलाई फुक्नु गर्न कि असिलो यहाँ के पकाउनु गर्न असिलो छ कि छैन? ल ठिक छ। अब तपाईँ यसलाई अन्त अरूलाई पनि तपाईँहरूले यसरी नै मुटु विभिन्न रोगहरूबाट बच्नको लागि तपाईँहरूले अरूलाई पनि सिकाउनुहोस् र भन्नुहोस् तपाईँको यो प्रत्येक घरमा एउटा चिम्नी चाहिन्छ। हुन्छ। हस् त, तपाईँले दिनुभयो हाम्रो समय। धन्यवाद हरेरामजी। एउटा घर एउटा चिम्नी, तपाईहरूको इच्छा पनि हाम्रो इच्छा हो। त्यसैले हामी सबैजना मिलेर सक्दो प्रयास गरी यसलाई सफल बनाउनु पर्छ। धन्यवाद।